हेलो नमस्ते साथीहरू, म चन्दन कुमार मिश्रा। लोक सेवा एन्टिबायोटिकको आज यो कक्षामा तपाईहरुलाई धेरै स्वागत छ। आशा छ तपाईहरु यस्तो भिडियोबाट केही न केही आवश्यक सिक्नुहुन्छ र आगामी दिनमा पनि तपाईहरुको लागि म यस्तै भिडियोहरू लिएर आउने पनि बाचा गर्दैछु। कृपया हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गरेर शेयर गरिदिनु होला। अनि किनभने हामी यसबाट कुनै फिसहरू लिने गर्दैनौं, त्यही पनि के ज्ञानको लागि भएकोले कृपया सब्स्क्राइब गरिदिनु होला। अब आजको विषय रहेको छ नेपालको इतिहास। वास्तवमा नेपालको इतिहास भन्दाखेरि विभिन्न समयमा विभिन्न कुराहरू को नामले भनेको पाइन्छ। नेपालको नाम नेपाल किन रह्यो, जस्तै ने नामको ऋषिले यो बस्न योग बनाएकोले नेपाल भनिन्छ। यो किम्वदन्ती हुन् हैन। तर हामीहरु मेन टपिकै जाउँ भनेको विभिन्न युगमा नेपालको नाम के थियो। हामी यसमा सर्ट र मिठो बनाउने प्रयास गर्छौं, बढी ठूलो गर्दैनौं। किनभने तपाईहरुको लागि प्रयास लोकसेवामा शिक्षक सेवामा सोध्ने क्वेशनहरुले हामी डिपली भन्दा पनि यदि सर्ट र एकदम आउने क्वेशनहरुको बारे छलफल गर्ने छौं। सर्वप्रथम नेपालमा अब के भन्छ भने सत्ययुग, सुरुमा सत्ययुगमा नेपाललाई भनेको सत्यवती भनिन्थ्यो हैन। सत्ययुगमा नेपाललाई सत्यवती भनिन्थ्यो भने विभिन्न ठाउँमा रहेको पाइन्छ है। अब सत्ययुग पछि आयो त्रेतायुग। त्रेतायुगमा पनि नेपालको नाम तपोवन हैन। त्रेतायुगमा नेपालको नाम तपोवन रहेको पाइन्छ। तपोवन हैन। यो चाहिँ त्रेतायुगमा भयो। त्रेतायुगमा नेपाललाई तपोवन भनिन्छ। सत्ययुगमा सत्यवती भनिन्थ्यो। त्यस्तै द्वापर युगमा नेपाललाई भने मुक्ति सोपान भनेर लेखिएको हुन्छ। द्वापर युगमा नेपालको नामलाई मुक्ति सोपान, याद राख्नु होला है साथीहरु, मुक्ति सोपान भनेर चिनिन्थ्यो। अब त्यति अहिले कलजुगमा भनेको अहिले कलजुग चलिरहेछ। कलजुगमा नेपाललाई नेपाल नै भन्ने गरिन्छ हैन। अब नेपालको प्राचीन कालको शासन व्यवस्था हेर्दाखेरि सबभन्दा पहिले नेपालमा गोपाल वंश आएको पाइन्छ। कुन वंश आएको पाइन्छ? गोपाल वंश। यो गोपाल वंशलाई त्यो गाईहरू चराउने वंशको रूपमा पनि लिन्छ हैन। र गोपाल वंशमा को पहिलो राजा भनेको भुक्तमान। पहिलो राजा के भयो? भुक्तमान। अब त्यस्तै अब गोपाल वंशको अन्तिम राजा भनेको जितगुप्त वा यक्ष, कहीं यक्षगुप्त पनि भनिन्छ। यसलाई जितगुप्त पनि भनिन्छ। र यसको अन्तिम राजा को थियो? यक्षगुप्त भनौं, यक्षगुप्त। अब त्यस्तै यक्षगुप्त भयो। तर यिनीहरूको मेन शासन केन्द्र कहाँ थियो? जस्तै पहिलो भुक्तमान भयो, अन्तिम यक्षगुप्त भयो। यिनीको शासन केन्द्र भनेको माता तीर्थ, काठमाडौँको माता तीर्थमा रहेको लेखिएको भेटिन्छ हैन। अब गोपाल वंशको शासनपछि नेपालमा आएको अर्को वंश रहेको छन् महिषपाल वंश। कुन वंश हो? महिषपाल वंश। महिषबाट तपाईहरु जस्तै हाम्रो यता तराईतिर महिष भनेको भैँसीलाई भनिन्छ हैन। पाल भनेको पाल्नु भयो। महिषपाल वंश वा अहिर वंश पनि भनिन्छ। अहिर पनि तपाईहरु यहाँ यादव समुदायलाई अहिर भनिन्छ हैन। त्यही भएर नेपालमा गोपाल वंशपछि, गोपाल भनेको गाईहरू चराउने भइहाल्यो। गोपाल वंशपछि यहाँ के आएको पाइन्छ? महिषपाल वंश वा अहिर वंश भनिन्छ। अब यिनीहरूको पहिलो राजा चाहिँ बरसिंह है। यो नामहरू याद गर्न खासै गाह्रो हुँदैन। बरसिंह, भुवनसिंह पहिलो राजा थियो बरसिंह र अन्तिम राजा चाहिँ भुवनसिंह रहेको पाइन्छ। खासै यिनीहरूबाट बढी सोध्दैन। यही पहिलो राजा, अन्तिम राजाहरूबाट सोध्ने गरिन्छ, शासन केन्द्रबाट सोध्ने गरिन्छ हैन। यिनीहरूको अन्तिम राजा चाहिँ भुवनसिंह हो। पहिलो राजा बरसिंह, अन्तिम राजा भुवनसिंह। अब यिनीहरूको शासन केन्द्र कहाँ थियो भन्दाखेरि शासन केन्द्र यिनीहरूको माता तीर्थ थियो। यिनीहरू पनि काठमाडौँको माता तीर्थमा आएर त्यो गोपाल वंशपछि यिनीहरू पनि त्यही शासन गरेको पाइन्छ, माता तीर्थ हैन। अब गोपाल वंश र महिषपाल वंशपछि नेपालमा आएका वंश रहेका छन् किराँत वंश है साथीहरु। अर्को हामी यहाँ हेरौँ हैन। यिनीहरू पछि आएको वंश रहेको छ किराँत वंश। किराँत वंश हैन। अब किराँत वंशमा विभिन्न क्वेशन आउने गरिन्छ भने किराँत वंशको पहिलो राजा को थियो? पहिलो राजा भनेको एलम्बर भनिन्छ है। किराँत वंशको पहिलो राजा चाहिँ एलम्बर।
यलम्बर हैन। अब पहिलो यलम्बर थियो भने अन्तिम कुन थियो? अन्तिम भन्दाखेरि बाबु गस्ती, राजा गस्ती हैन। पहिलो राजा यलम्बर, अन्तिम राजा चाहिँ गस्ती। यिनीहरूको शासन के चाहिँ रहेको छ? शङ्खमूलमा। यिनीहरूको शासन के कहाँ रहेको थियो? शङ्खमूल। शङ्खमूल त पुग्नुभएछ है साथीहरू काठमाडौँको। शङ्खमूलमा यिनीहरूको शासन रहेको ठाउँहरू भेटिन्छ। अब नेपालमा गोपाल वंश, त्यसपछि महिषपाल वंश, अनि किरात वंश, अनि त्यसपछि आएको छ सोम वंश। के आएको छ साथीहरू? सोम वंश। यो वंशहरू याद गर्नु होला, सोम वंश। अब सोम वंशको भनेको अब पहिलो राजा को थियो भने? पहिलो राजा थियो निमिष। सोम वंशको पहिलो राजा को थियो? निमिष। सोम वंशको पहिलो राजा निमिष। अब पहिलो राजा सोम वंशको निमिष थियो भने अन्तिम राजा कुन थियो भन्दाखेरि अन्तिम राजा रहेको छ भास्कर वर्मा वा भूमि वर्मा पनि कहीँ कहीँ लेखेको पाइन्छ। कन्फ्युज नहुनुलाई साथीहरू, यसको भास्कर वर्मा वा भूमि वर्मा पनि लेखेको पाइन्छ। अब यिनीहरूको अब शासन केन्द्र कहाँ थियो? मतलब यिनीहरूको राजधानी कहाँ थियो भन्दाखेरि यिनीहरूको राजधानी रहेको छ गोदावरी, ललितपुरको गोदावरी। ललितपुर त काठमाडौँमै छ है। ललितपुरको गोदावरी भन्ने ठाउँमा, गोदावरी, गोदावरीमा हामी घुम्न जान्छौँ नि बढी है, यो घुम्ने ठाउँ हो। गोदावरी भन्ने ठाउँमा रहेका छन्। अब नेपालमा गोपाल वंश, महिषपाल वंश, किरात वंश, सोम वंशपछि आएको वंश छ ठकुरी वंश। कुन वंश साथीहरू? ठकुरी वंश। ठकुरी वंश। यो टर्म याद गर्दै जानुभयो भने खासै गाह्रो हुँदैन हैन। लोकसेवाको भने हामी जान्दै जाने, पढ्दै जाने, कहिले पनि हिम्मत नहार्नु होला। मान्छेले चाह्यो भने जे पनि गर्न सक्छ, तर हामीले तन मनले अब प्रयास गर्नुपर्छ। एउटा शाहरुख खानको भन्छ नि, किसी चीज़ को शिद्दत से चाहो तो तुम्हें सारी कायनात मिलाने में लग जाता है, त्यस्तै हो। अब ठकुरी वंशमा पनि पहिलो राजा चाहिँ भास्कर देव रहेका छ भने अन्तिम राजा शङ्कर देव रहेको पाइन्छ। ठकुरी वंशको पहिलो राजा भास्कर देव। हो त्यस्तै अन्तिम भनेको अब भास्कर देवपछि शङ्कर देव रहेको पाइन्छ। शङ्कर देव है साथीहरू। अब के भन्छ भने यिनीहरूको अब ठकुरी वंश आयो। त्यसपछि अब ठकुरी वंशपछि नेपालमा लिच्छवी वंश आएको पाइन्छ है। लिच्छवी वंश अहिलेको ठाउँमा कमै छ। नबुझेको कुराहरू एकचोटि फेरि भिडियो सुनिदिनु होला, धेरै जानकारी पाइन्छ हैन। ठकुरी वंशपछि लिच्छवी वंश। लिच्छवी वंश नेपालमा विभिन्न कालखण्डमा विभिन्न वंशहरू शासन गरेका छन्। और लिच्छवी वंशका प्रथम राजा भने जयदेव प्रथम। यसबाट याद गर्न इजी हुन्छ है। लिच्छवीका प्रथम राजा जयदेव प्रथम। जयदेव प्रथम साथीहरू। अब त्यस्तै अन्तिम राजा भनेको जय कामदेव। मिल्दोजुल्दो है, कहीँ कहीँ विजय कामदेव पनि लेखेको पाइन्छ, तर हामी भनौँ एउटा जयदेव प्रथम, अर्को जय कामदेव। याद गर्न हजुरहरूलाई सजिलो हुन्छ। जयदेव प्रथम र जय कामदेव प्रथम। अन्तिम राजा भनेको जय कामदेव प्रथम। जय कामदेव है, प्रथम त प्रथमै नै भइहाल्यो। अब त्यसपछि गोपाल वंश, महिषपाल वंश, किरात वंश, सोम वंश, ठकुरी वंश, लिच्छवी वंश, पछि तिरहु वंश पनि वा डोय वंश, कहीँ कहीँ कर्नाटक वंश पनि भनिन्छ। अब तिरहु वंश है। ह्यान्डराइटिङ नबुझे पनि अडियोहरू कृपया सुनिदिनु होला। अडियोले पनि हामी सुनिरहन्छौँ भने धेरै कुराहरू जानकारी पाइरहेको हुन्छौँ। अब तिरहु वंशको पहिलो राजा थियो न्यायदेव है। अब पहिलो राजा न्यायदेव भयो भने अन्तिम राजा हरिसिंह देव रहेको पाइन्छ। हरिसिंह देव है साथीहरू। अब यिनीहरूको शासन के चाहिँ सिमरौनगढ बारा। सिमरौनगढ त हाम्रै जिल्ला रौतहट के भन्छ, बाराको सिमरौनगढ हो, रौतहटभन्दा नजिकै छ। अहिले पनि तपाईँ त्यहाँ जानुभयो एउटा ठुलो काली मन्दिर पनि रहेको छ है। हाम्रो नजिक घुम्ने ठाउँमा बनेर सिमरौनगढ प्रख्यात हो। कहिले कहीँ टाइम मिल्यो भने आवश्यक जानु होला। यिनीहरूको तिरहु वंशको चाहिँ शासन के थियो? सिमरौनगढ है। सिमरौनगढको धेरै ऐतिहासिक ठाउँ रहेका छन्। त्यहाँ विभिन्न समयमा विभिन्न कालखण्डमा तपाईँ कुनै घर बनाउनु भयो, कुनै पनि खाल्डो खन्नुभयो भने विभिन्न मूर्तिहरू अहिले पनि भेटिन्छन् हैन। सिमरौनगढ यो बारा जिल्लामा छ। अब तिरहु वंशपछि नेपालमा आएको शासनकालमा आएको के रहेको छ भने तिरहु वंश मल्लकाल आयो। मल्लकाल त
प्रसिद्ध छ है। मल्लकाल विभिन्न किताब कालको पढ्नु भएको होला। मल्लकालको प्रथम राजा चाहिँ अरिदेव रहेका छन्, अरिदेव हैन। अब अरिदेव हो भने अन्तिम राजा यक्षगुप्त, यो खासै छैन, यो खालि अन्तिम राजा पहिलो राजा हैन। अनि शासन केन्द्रहरू याद गर्नुभयो भने यो पुगिन्छ। खासै हामी लोकसेवा सुने जति गाह्रो हुँदैन, तर नबुझेर मात्र हामी बिगारेको हुन्छौँ हैन। यक्षगुप्त रहेका छन्, यक्षमल, सरी गुप्त कहाँबाट आयो राजा, यक्षमल। मल्लकालमा त मल्लै राजाहरू हुन्छन् हैन, सरी है। यिनीहरू शासन केन्द्र चाहिँ भक्तपुरमा रहेका छन्। त्यसपछि मल्लपछि कान्तिपुर, पाटन, भदगाउँ, विभिन्न शासनकालमा विभिन्न राजाहरू बास। कान्तिपुरको पहिलो राजा चाहिँ रत्नमल थिए हैन, र अन्तिम जयप्रकाश थिए। त्यसपछि कान्तिपुर पछि यो सुनेपछि नै इयरफोन लगाएर सुन्दै गर्नुहुन्छ भने विभिन्न कुराहरू जानकारी भइरहेको थियो। त्यसपछि कान्तिपुर पछि पाटनका पहिलो राजा रणमल हैन, अन्तिम राजा तेज नरसिंह थियो। अब भदगाउँको पहिलो राजा रायमल, अन्तिम रञ्जितमल। त्यसपछि सेनका रुद्रसेन र पृथ्वीपाल सेन। अब नेपालको केही महत्त्वपूर्ण जानकारीहरूको बारेमा, कि हाम्रो नेपालको इतिहासको प्रमुख जानकारीहरूको बारेमा हामी यहाँ छलफल गर्नेछौँ साथीहरू है। कृपया अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने कृपया एउटा सब्सक्राइब गरिदिनु होला। तपाईँको सब्सक्राइबले हामीलाई विभिन्न कालखण्डमा भिडियो बनाउनहरू धेरै मद्दत मिल्छ हैन, उत्साह पनि हुन्छ। अब नेपालको के भनिन्छ भने गोपाल वंशको माता तीर्थको भन्थे भने पद्मकण्ठगिरी। गोपाल वंशावलीले माता तीर्थको लाई नाइ के भन्थे भने पद्मकण्ठगिरी। गाई पालक समुदायलाई गोपाल भनिन्छ है। गोपाल जस्तै कृष्ण भगवानले गोपाल वंश भन्छ नि, उनीहरू गाई पाल्नको लागि बुझ्नु होला। गोपाल वंशको शासनकाल 521 वर्ष थियो है। गोपाल वंशको शासनकाल कति थियो? 521 वर्ष थियो। अब त्यस्तै नेपालको मानव बस्तीको सुरुवात गोपाल वंशबाट भएको पाइन्छ। अहिर वंशको शासन 111 वर्ष थियो हैन। कति 161 वर्ष पनि भेटिन्छ। जस्तै कहाँ लेखेको थियौँ हामी, यो हाम्रो भयो गोपाल वंश। यो गोपाल वंशमा के थियो भनेको 521 वर्ष, यिनीहरूको शासनकाल 521 वर्ष थियो हैन। यिनीहरूसँगमा मानव बस्ती बसेको पाइन्छ। गोपाल वंशपछि महिषपाल वंश आयो, जसको पहिलो राजा भुवन सिंह, बरसिंह र अन्तिम भुवन सिंह थिए हैन है साथीहरू, यो याद गर्नु होला। त्यस्तै किराँत राज्यका संस्थापक यलम्बर छन्। किराँत लेखेको थियो नि, किराँत वंश, यसको संस्थापक यलम्बर, त्यही भएर पहिलो राजा यलम्बर रहेका पाइन्छन्। यलम्बरको नामबाट राखिएको सहरको नाम पाटन हो। पाटन, यलम्बरको यो पाटन चाहिँ यलम्बरको नामबाट राखेको छन् है। एल भनेको यो त राखिएको हो। अब त्यस्तै किराँतको अर्थ हुन्छ पूर्वका मान्छे। किराँत वंश हामी पढेको थियो नि, किराँत वंश है। किराँतको अर्थ हुन्छ पूर्वका मान्छे। पूर्वका मान्छे बढी बसोबास भएकोले यिनीहरू शैव धर्म मान्ने गर्थे। किराँत वंशका जति पनि थिए यिनीहरू शैव धर्म मान्ने समुदायहरू रहेका थिए है साथीहरू। अब हामी त्यस्तै व्यवस्थित राजतन्त्रको सुरुवात चाहिँ किराँत वंशबाट भएको हो। यो राजतन्त्रको सुरुवात व्यवस्थित रूपमा हुन त पहिला पनि राजाहरू थिए, र व्यवस्थित भनेको किराँत वंशबाट रहेको पाइन्छन्। नेपालको पहिलो पर्यटक है, नेपालमा घुम्न आउने पहिलो पर्यटक भने तपाईँ सुन्नु, अशोक सम्राट अशोक भनिन्छ है। सम्राट अशोक जुन नेपालमा सबैभन्दा पहिलोचोटि घुम्न आउनुभएको प्रमाणिक पर्यटक हुन् है। अब त्यस्तै नेपालको पुरानो बिहार भनेर चारू बिहारलाई भनिन्छ। लिच्छवी वंशलाई अर्को सोम वंश पनि भनिन्छ। भारतको मुजफ्फरपुर नगरबाट बसाई भने वैशालीबाट आएकोलाई यिनीहरू लिच्छवीहरू रहेका छन्। लिच्छवी शासनकाल करिब 800 वर्ष चलेका थिए। लिच्छवीकालीन कुलकेतु शिवदेव प्रथम हुन् हैन। लिच्छवी कालमा अब कुन भाषाको प्रयोग गरिन्छ भने संस्कृत भाषा। यो लिच्छवी कालमा चाहिँ संस्कृत बढी बोल्ने गरिन्थ्यो। त्यो बेलाको राष्ट्रभाषा संस्कृत नै थियो हैन। र नेपालको पहिलो प्रमाणित राजा चाहिँ मानदेव रहेका छन्। अब शिलालेख अनुसार नेपालको पहिलो प्रमाणित राजा मानदेव रहेका छन् हैन। मानदेवको बुवाको नाम चाहिँ धर्मदेव थियो, आमाको नाम राज्यवती थियो है। अब त्यस्तै मानदेवका रानीहरू 3वटा रहेका छन्, भोगिनी, गुणवती र क्षेत्रसुन्दरी हैन। 3वटा मानदेवका 3वटा रानी रहेका छन्, भोगिनी, गुणवती र क्षेत्रसुन्दरी। मानदेवले बनाएको राजदरबारलाई मानगिरी भन्छ है। मानदेवले बनाउनु भएको मानदेव, अब मानबाट उनीहरू मानगिरी है साथीहरू, याद गर्नु होला। मानबाट मानगिरी, उनीहरूले बनाएको भवनको नाम मानगिरी हो।
4 वर्ण 18 जातको सुरुवात चाहिँ लिच्छवी कालबाट भएको। 4 वर्ण र 18 जात, 4 वर्ण र 18 जातको सुरुवात कहाँबाट भएको छ? लिच्छवी कालबाट है। अब त्यस्तै के भनिन्छ भने विभिन्न लिच्छवी कालको पंच अपराधहरू थियो, चोरी, जारी, हत्या, राजद्रोह, फौजदारी, यिनीहरू ठुलो अपराधहरू मान्छे, फौरा जोरा 5वटा रहेका छन्। सिंहासन शब्दको राजा नरेन्द्र देवको पालाबाट सिंहासन शब्दको प्रयोगमा आएको पाइन्छ। त्यस्तै राजा प्रचण्डदेवको उपनाम चाहिँ शान्तिश्री रहेका छन्। पशुपतिको मन्दिर स्थापना गर्ने प्रचण्डदेव छन् हैन। यो प्रचण्ड है अहिलेको प्रधानमन्त्री हुनुहुन्न, त्यो हुनुहुन्न, त्यो हाम्रो प्रचण्डदेव। आधुनिक काठमाडौँको निर्माता गुण कामदेव रहेका छन्। गुण कामदेवको अर्को नाम लक्ष्मी कामदेव पनि हुन्। त्यस्तै महामारीमा परि मर्ने राजा चाहिँ भास्कर मल्ल रहेका छन्। त्यस्तै अब झ्यालमा रङ्गीन सिसा राख्ने चलन रञ्जित मल्लले चलाएका छन्। हालसम्म जीवित मानिने हैन राजा योगेन्द्र मल्ल। यो साथीहरू राजा योगेन्द्र मल्लको बारेमा मैले एउटा राम्रो कुरा सुने, मतलब कि राम्रो पनि इन्ट्रेस्टिङ रहेको छ भनौँ। उहाँ चाहिँ जब राजा योगेन्द्र मल्लको मृत्यु भयो, राजा योगेन्द्र मल्ल लेख्दो है, योगेन्द्र मल्ल, नरेन्द्र है, योगेन्द्र राजा योग नरेन्द्र मल्ल भनिन्छ, राजा योगेन्द्र पनि भनिन्छ हैन। मल्ल उहाँ चाहिँ जब मृत्यु हुनुभयो त उहाँको साथमा पहिला सती जान्छ नि, साथी भनेको अब हस्बेन्ड मरिसकेपछि यदि वाइफ जिउँदैछ भने उसलाई पनि जिउँदै त्यो चितामा राखेर जलाइदिने, यो हुन त कुप्रथा नै थियो। तर त्यो बेलामा राजा योग नरेन्द्र मल्ल जब मर्नुभयो त उहाँसँग 31 जना है, याद गर्नुभयो, 31 जना रानी सती गएका थिए। अब सोच्नु है, एउटा चितामा 31 जना जिउँदै रानीलाई जलेको कस्तो महसुस भएको होला। अब त्यस्तै भक्तपुरमा बिस्केट यात्राको सुरुवात गर्ने जगज्योति मल्ल हुन् हैन। 55 झ्यालको दरबार निर्माण गर्ने भूपतेन्द्र मल्ल हुन्। गाई यात्राको सुरुवात जगत प्रकाश मल्ल हैन। पशुपतिमा महास्नान गर्ने अभय मल्ल, पशुपतिको भट्ट पुजारी राख्ने पनि अभय मल्ल, भूकम्पमा परि मर्ने राजा पनि अभय मल्ल, अरिदेव मल्लको छोरा पनि अभय मल्ल। अब तामाको मुद्रा प्रचलनमा ल्याउने रत्न मल्ल हैन। तेलेजु भवानीको मन्दिर निर्माण गर्ने रत्न मल्ल। यो कुराहरू अब समय समयमा तपाईँ याद गर्नु होला साथीहरू। अब नेपालको ल साथीहरू, आजको लागि हामी यो छोटो मिठो सानो भिडियो यति नै। कृपया यो च्यानललाई सब्सक्राइब गर्नु होला। हामी अझ योभन्दा पनि राम्रो भिडियोहरू बनाउने प्रयास गर्नेछौँ। ल त धन्यवाद, नमस्कार, जय श्री राम।